अनि अन्तिम इच्छाको अर्थ के हो देशब देशब हजुरको नाम के हो रे हजुरको नाम अनि नाम त भन्न मिल्यो नि सर देशब तपाईको अन्तिम इच्छा भाषा पूरा गर्नुहुन्छ त्यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ त्यसको शब्द हैन सर नो सर तपाईले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने त त्यही हैन त त्यस्तो त्यस्तो बोलिँदैन नि सर सर देशब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर बोली त के सुधार सर अन्तिम इच्छा एउटा हैन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले आजलाई चाहिँ तपाईहरुले चाहिँ एकचोटी कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने अनि अन्तिम इच्छाको अर्थ के हो देशब देशब हजुरको नाम के हो रे हजुरको नाम अनि नाम त भन्न मिल्यो नि सर देशब नाम मात्रै हैन तपाईको आईडी पनि हेर्ने अधिकार हुन्छ हाम्रो जसको नाम होइन तपाईको आईडी हेर्ने नि अधिकार हुन्छ अन्तिम इच्छा पढ्न सर अन्तिम इच्छाको अर्थ के हो अदालतको आदेश र सरकारी वकिलले पठाएको पक्राउ खोजी चाहिन्छ त्यो त चाहियो अनि त्यो पनि चाहियो ठिक छ उहाँले दिन्छ अन्तिम इच्छा भने चाहिँ के हो अन्तिम इच्छा भने तपाईँ सर अहिले हजुरले अन्तिम इच्छा सर हजुरले अहिले भर्खर तपाईँको अन्तिम इच्छा के भन्नु भने सर त्यो पनि बोल्ने तरिका हो सर तपाईँ डेस साहब जस्तो मान्छे वकिलसँग कुरा गरेर जान्छु भनेर भन्नु अनि हजुरको अन्तिम इच्छाको शब्द त्यही हो आजलाई चाहिँ नि ठिकै छ त यहाँ त हामीसँग जानलाई त्यही कुरा गर्नुभएको हो नि हैन र सर यहाँ हाम्रो सभापतिज्यूलाई तपाईँहरूले पक्राउ गरेर आउँदै